सबैजनालाई जय मसी। फेरि पनि मेरो नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आज चाहिँ म हाम्रो मण्डलीका जवानहरूसँग चाहिँ यिनीहरूले के कुरा सोध्दैछु। ए जवान हो, तिमीहरू मेरो हातमा के देख्दैछौ? पानी। पानी मात्रै छ यहाँ? गिलास भित्र पानी छ। के को गिलास हो यो? सिसाको। अनि कस्तो छ यो पानी चाहिँ? सफा छ। अनि कस्तो छ? रङ चाहिँ कस्तो छ? सेतो छ। यो पानी अब के खान योग्यको छ कि छैन? अनि यो पानी कसरी अद्धिएको छ? यो गिलास कसरी अद्धिएको छ? यदि मैले नसमातेको भए के हुन्थ्यो? भुइँमा खसेर यो गिलास फुट्थ्यो, पानी पोखिन्थ्यो। त्यसै गरेर है जवानहरूलाई, जतिजनाले हेर्नुहुन्छ जवानहरूको लागि भजन सङ्ग्रह 119 को 9 मा यस्तो छ कि जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। के गरेर हो रे? वचन अनुसार, परमेश्वरको वचन अनुसार जीवन बिताएर। तिमीहरूको जीवन भनेको नि के जस्तै हो? यो सिसाको गिलास भित्रको पानी जस्तै हो। यो पानीमा तिमीहरूले नि यदि यो गिलास सुरक्षित रहनको निम्ति मैले के गर्नु पर्यो? समात्नु पर्यो। यो पानी शुद्ध होस्, सफा रहोस् भन्नको निम्ति नि हामीले के गर्नुपर्छ? छोप्नु पर्छ। यदि माथिबाट छोपिएन भने के हुन्छ? यो पानी अशुद्ध हुन्छ। अशुद्ध भएको पानी के हुन्छ? फ्याँकिने हो। त्यसै गरेर तिमीहरूको जीवन पनि सिसाको गिलास यो पानी जस्तै हो। तिमीहरूको जीवन भनेको अमूल्य जीवन हो। यदि नि तिमीहरूको जीवनमा केही कुरा फोहोर भयो भने फ्याँकिन योग्यको असल होइन। त्यही भएर कसरी त? यदि तिमीहरू सुरक्षित रहन चाहन्छौ भने, तिमीहरूको जीवन आशिषित हुन चाहन्छौ भने के गर्नु पर्दो रहेछ त? परमेश्वरको वचन अनुसारको जीवन बिताएर तिमीहरूको केलाई जवान मानिसलाई हाम्रो चाल ढङ्गलाई सुरक्षित राख्न सक्छ। चाल व्यवहारहरूलाई नाच्न जाउँ कि त्यो फलानु केटालाई राम्रो देखाउ देखाउ कि होइन। अब केलाई देख्नु पर्यो? वचनलाई। बाहिरको संसारमा जानदेखि केले रोक्छ? वचनले रोक्छ। मैले जसरी यो पानीलाई समातेको छु, गिलासलाई पक्रेको छु र यो गिलास सुरक्षित रहेको छ, त्यसै गरेर तिमीहरूले पनि परमेश्वरको वचनलाई पक्र्यौ भने तिमीहरू सुरक्षित रहन सक्छौ। आमेन। त्यही भएर आजदेखि थाहा भयो तिमीहरू के हुनु पर्यो? परमेश्वरको वचन अनुसार जिउनु पर्यो। हाम्रो मण्डलीका जवान मात्रै होइन, तपाईँहरू जतिजनाले पनि हेर्दै हुनुहुन्छ जवान मानिसहरू परमेश्वरको वचन अनुसारको जीवन जिउनुभयो भने, परमेश्वरको वचनलाई पक्रिनु भयो भने सुरक्षित रहनुहुनेछ। त्यसैले परमेश्वरको वचनलाई मैले गिलासलाई पक्रे जस्तै पक्रेर राख्नुहोस्। तपाईँहरू सुरक्षित रहनुहुनेछ। तपाईँको चाल ढङ्ग असल हुनेछ अनि तपाईँको जीवन आशिषित हुनेछ। आमेन।